हेलो एन्ड नमस्ते वेलकम ब्याक टु बाचुन्जेल रमाइलो ब्लग सबैजनालाई है। अनि मेरो यो माइकको अस्ति भुजुङ गाउँदा त माइक हरायो कि मेमोरी र माइक हरायो। त्यो भएर अहिले चाहिँ यो माइक एडेप्टर बिना माइक एडेप्टर जस्तो माइक हरायो कि अनि माइक बिना बोल्दाखेरि सुन्दैन नि त। त्यो भएर कति सुनेछ है, म बोल्न त ठुलोसोले बोलिरहेको छु। अनि मेरो चाहिँ हिजो गाडी ट्याक्स हान्थ्यो कि मामाहरूले गोलघरमा, त्यो साउन्ड पल्युसन यताउता केही भएर होइन कि अब पुलिसको भ्यान टप्दिएको थियो, त्यत्तिको गर्छौँ अब समात्न लगाएर समात्दियो रहेछ है। हुन त पछाडि मफलर त हालेको थियो, अब त्यसलाई एग्जस्ट भनेर समात्दियो है। ठिकै छ। अब हिजो त अब रात परेर काम भएन नि त, गाडी साडी निकाल्न नि मिलेन, केही गर्न नि मिलेन। अनि अहिले चाहिँ मैले झोलामा गाडीको फाइलहरू सबै बोकेर आएको छु। त्यो भएर पहिला गोलघर जाऊँ, हेरौँ के कस्तो हुन्छ है, के भन्नुहुन्छ अब त्यो अनुसार गरौँला। गाडी त जसरी निकाल्नु पऱ्यो फेरि होइन। त्यो भएर पहिला जाऊँ, भेटौँ, अब यो पछि के प्रक्रियाहरू हुन्छ है, त्यो पछि म भन्दै जाम्ला देखाउँदै जाम्ला। अहिलेको लागि चाहिँ पहिला गोलघर पुग्नु पऱ्यो। यस्तो भयो क्या, म यो बाटो सर हिँडेको थिएँ होइन। अनि म यो बाटो सर हिँड्दाखेरि चाहिँ जस के भयो भन्दाखेरि पुलिसको भ्यान चाहिँ यता यो हस्पिटल चोकतिरको बाटो आइरहेको थियो कि। अनि म यहाँबाट ठ्याक्क आउँदाखेरि भ्यान ठ्याक्कै यहाँ आइपुग्यो। अनि मेरो त अगाडि बाटो खाली थियो, अनि मैले यहाँबाट गाडी भाग्दै हाल्थेँ, भ्यानेर थियो। अनि मैले यताबाट सिधा हालिदिने र भ्यानलाई टप्यो भन्ने होला नि त, अब रिक्स अब उनीहरूलाई टपेर गयो होला भनेर फोन हालेर गाडी समात्न लगाइदिएछ कि। मेरो फेरि पछाडि एक्जस्ट जस्तो देखिन्छ नि त, मफलर हाल्यो नि त भुक्क। गएर त्यसले गर्दा चाहिँ गाडी समात्नु पऱ्यो यताउता भनेर। हिजो गाडी अनि त्यहाँ महेन्द्र पुलबाट त पुरा ट्राफिक फलोअप गर्दै आएर रहेछ मलाई। रोक्नु भने मैले पनि रोकिदिएँ, अब नर्मल होला नि त, पिकनिक रोक्यो होला भनेर सोध्नको लागि होला भनेर रोकेको। कहाँ हुनु समात्ने प्लानमा ट्याक्स हालिदिइहाल्यो नि, अनि तनाव त्यो गर्छ। गाह्रो छ गाडी चलाउन नि गाह्रो छ। यसरी नै गइरहेको थियो गाडीमा म सरर बस्दै, भाग्यमा समात्नु लेखेको रहेछ, समातिहाल्यो। हिजो ठ्याक्क के भयो, यहाँ आइपुग्दाखेरि साइडमा ट्राफिक हिँडिरहेको थियो। अनि म त ट्राफिकमा गोल गरेँ, यता आफ्नो स्कुलमा हिँडिरहेको होला नि त, सोचिरहेको थिएँ नि त। अनि बसी हिँडिरहेको त मलाई त गाडी साइड गर भने, अनि मैले चाहिँ गाडी यहीँ साइडमा रोकिदिएँ कि भन्दा सोध्नु अगाडि ट्याक्कै हाइलोको अगाडि दुइटाकोमा। मैले ट्याक्क गाडी यहीँ साइडमा राखेर कुरा गरेको, बिलुक लिदियो, लाइसेन्स लिदियो, ल आइज गोलघर भने। यहाँ पछिको भिडियो चाहिँ सबै गाडीको हेर्नु मोबाइलबाट गरेको जस्तो त्यस्तो है। गाडी फाइनली ट्राफिकले समात्दियो है। अब गाडी लिएर गोलघरमा बिलबुक लाइसेन्स लिदियो, गोलघर जाऊँ भने गोलघर जाऊँ, के कस्तो प्रक्रिया हुन्छ होइन। त्यो पछि अब भइगएपछि थाहा हुन्छ। यस्तो तनाव दिन्छ टाइम र बिटाइममा यार, समात भनेर आदेश आएर लहाडेको कस्तो साइको हान्तिर भने। त्यो भएर अब गोलघर जाँदैछु है, गोलघर गएर हेरौँ अब के कस्तो रेस्पोन्स हुन्छ, त्यो पछिको कुरा गरौँला। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पुग्यौँ हामी। गाडी आयो, तर गाडीको साइलेन्सर पाइप निकालेर ल्यायो भने हो त्यो यो गाडी चाहिँ आयो। एकचोटि बढाएर नि त फेरि अब लास्ट दिनु भएको छ। सामान किन्न पर्ने भयो, टुडुन यो लिएर अब यो मिल्छ कि मिल्दैन फेरि। सो हामी चाहिँ अहिले गाडी बनाउँदा है, हाम्रो पोखराको स्टाइलिस, हाम्रो फेसनको हाम्रो विशाल गुरुङ दाई हुनुहुन्छ है हाम्रो अगाडि चाहिँ है। दाईले नचिने त कोही पनि छैन होला पोखरामा होइन, टिकटकमा फेमस हुनुहुन्छ हाम्रो दाई है। अनि दाई केही भन्नु छ हजुरलाई, केही शब्दहरू युट्युब च्यानलमा हेर्ने कसै भ्युअर्सहरूलाई होइन? के छ युट्युब च्यानल? बाचुन्जेल रमाइलो छ। बाचुन्जेल रमाइलो हजुर, युट्युबको च्यानलको नामै खतरा रहेछ, बाचुन्जेल रमाइलो होइन। सो बाचुन्जेलसँग चाहिँ रमाइलो गर्नुपर्छ भन्ने त अब यो च्यानलले नै भनिरहेको छ, यसको स्लोगन नै आइरहेको छ। वेल जस्ट लुक एट मी, द वे आई एम लिभिङ माई लाइफ एन्ड द वे आई एम पर्स्युङ माई एम्बिसन्स होइन, without caring about what people gonna talk about me, what people gonna think about me, होइन। just damn caring about the people's thought, just be you, be yourself, एज च्यानलले भने जस्तै बाचुन्जेल रमाइलो गर्नुहोस् भने जस्तो हो। अनि मृत्यु मरण भन्ने इट्स भेरी, लाइफ इज अनप्रिडिक्टेबल
राइट सो मृत्युले चाहिँ उमेर रोजेर नआउँदो रहेछ क्या तपाईँ हामी भोलि 80 वर्षको उमेरमा मर्छौँ भन्ने छैन होइन सो एज इज के भन्छ अब मृत्युले त्यो उमेर नै हेर्दैन 10 वर्षको नानी पनि गइरहेको हुन्छ 15-16 वर्षको किशोर किशोरीहरू पनि भइरहेको हुन्छ होइन सो लाइफ रहन्जेलसम्म आफ्नो इच्छा आफ्नो चाहना र लिभ द प्रेजेन्ट डोन्ट लिभ फर द फ्युचर लिभ द मोमेन्ट एन्ड लिभ द प्रेजेन्ट त्यही नै भन्छु म चाहिँ सो दाइलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू भेरी मच दाइ हजुरलाई थ्याङ्क यू ओके दाइ ल गाडीको चाहिँ फाइनल्ली यसबाट अब त्यसमा ट्रान्सफर भयो है हेर कस्तो घिनलाग्दो त्यो पुच्छा निक्ले जस्तो यत्रो लामो निक्लिरहेको क्या अब चिस्ता एक्सिलेटर भयो 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 केही सुन्दैन रहेछ भयो अनि घुवाबाट सुईमा चेन्ज भयो हो गाडीको साउन्ड त फाइनली फिनिस मामा घर जानुपर्छ यसलाई बुझाउनु हो यसलाई बुझाएपछि बल्ल बिल बुक पाइन्छ बिल बुक पाएपछि बल्ल घर गाडी पुगिन्छ मामाहरूले नि भाग्यो भनिरह होला मलाई भान्जा भाग्यो दियो होला भाग्यो खाना भान्जा आउँछ अब एकछिनमा डक्क लगाएर विदाउट साउन्ड फाइनल्ली अब यसलाई लगेर गोलघर छोडिन्छ मामाकोमा फाइनल्ली उयो त्यसमा हो काठमा छैन अगाडि चाहिँ बरु ढुङ्गामा हो कि ओटमा ठुक्यो होला बरु अगाडिको भाग चाहिँ भयो भयो ड्रम छ 1 सेकेन्डले ड्रम छ नि यहाँ ओए 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 ए भयो भयो अनि यसलाई लगेर बुझाउनु ओए ओए ल अब हामी लाग्दैछौँ गोलको घरतिर ओए ओए एक्चुस पुऱ्याउन गाडीको त अहिले त चुके आएन हो पहिला हुँ गरेर हिँड्ने गाडी अहिले हुँ गरेर हिँड्नु परेछ ठिकै छ केही छैन अब रात पर्यो मामाहरूले नि भान्जाहरू गायब भयो भने होला के गर्नु अब यस्तै छ भोलि आएर लगाउँला बिलबुक अब त के अब केही गर्नै सक्दिनँ अब केही गर्न सक्दिनँ दाइ साइलेन्सर हेर जे हेर्न त हेर भाइ आइया अब हाम्रो मौका हो कि कस्तो फिल भयो एक्जस्टबाट डाइरेक्ट यस्तोमा झर्दा राम्रो एकदम मलाई यस्तै गाडी तर अलि दुःख लागिरहेको त्यो बुम भनेको अलि सुन्न नपाएर हो त्यति हो तर जे होस् अब के गर्ने अब ट्राफिकहरू यस्तै छ हाम्रो गाह्रो छ के गर्नु ट्राफिकहरूले नि भाग्यो होला भनिरह होला अहिलेसम्म आइपुग्दा तर हामी भागेको छैनौँ हामी एकदम इमान्दार छौँ होइन तपाईँहरू ढुक्क हुनुहोस् अनि हामी आउँदैछौँ बस्नुहोस् हामी आउँदैछौँ अनि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की गाडीभित्र फाइनल्ली बिलबुक आयो केटा हो गोलघरबाट गाडी निस्क्यो हल्का अब टेन्सन मुक्त हुनु भयो नि अब चेकिङको केही टेन्सन हुन्न कसैले केही रोकिँदैन फेरि साउन्ड बनाउने के त्यस्तो होइन अब त्यहाँ पिछेबाट काटेर बनाउने तर कहाँ मान्ने हो यिनीहरू कुरा केही छैन होइन अब बिलबुक आयो खुसी लाग्यो है अब ग्यारेज जान्छु फेरि त्यो लामो भयो त्यसलाई फेरि काट्नु छ तर जसरी निकाले के गर्ने अब यस्तो छ गोब्रोको हालततिर चाहिँ होइन अब यो लामो पिक्चरलाई त निकाल्नु पऱ्यो गाडीको
गाइज गाडी साडी बनाउँदा अकडम बकडम गर्दा रातै पर्यो है। त्यही अब गाडी त निक्ल्यो, त्यो यो खुसीको कुरो। अब यति भन्दैमा भ्लगलाई अब यहाँ इन गर्थ्यौँ, रात नै पर्यो नि त। अनि च्यानलमा को नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब भटाभट हानिदिनु होला है। हजुरहरूको मायाले नै हो मजा आउने गर्नको लागि होइन भिडियोहरू। अनि सो आज चाहिँ हाम्रो विशाल गुरुङ दाइलाई नै भेट्यो होइन, एकदम उहाँ चाहिँ एकदम फ्रेङ्क हुनु रहेछ होइन, एकदम खुसी लाग्यो उहाँलाई भेटेर है। सो यति भन्दैमा अब आजको भ्लगलाई चाहिँ यहीँ इन गर्छु। त्यो भएर फेरि वान्स मोर सबैजना जो नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब कमेन्ट भट्टाभट हानिदिनु होला। यति भन्दैमा आजको भ्लग